दुनियाँको एकमात्र मेनग्रोभ फरेस्ट जहाँ रोयल बेंगल टाइगर पानीमा पौडी खेल्दै शिकार गर्छ। यो अद्भुत डेल्टा हो जहाँ गंगा, ब्रह्मपुत्र र मेघना नदीहरू समुद्रसँग जोडिन्छन्। 78 प्रकारका मेनग्रोभ रुखहरूले प्रकृतिको कवच बनाएको छ, जसले तुफान रोक्छ र कार्बन सोक्छ। गंगा नदीका डोल्फिनहरू नदीमा नाच्छन्। र सल्ट वाटर क्रोकोडाइल दुनियाँको सबैभन्दा ठूलो रेप्टाइल्सले आफ्नो दृश्य देखाउँछ। $260 भन्दा बढी पक्षीहरूको प्रजातिले गर्दा यो ठाउँलाई रहस्यमय नै बनाउँछ। यो क्लाइमेट चेन्जले खतरामा पारेको UNESCO को वर्ल्ड हेरिटेज साइट हो। हेलो एभ्रिवान, म आज मेरो घरदेखि लगभग 700 किलोमिटर टाढा आएको छु। पाखिरालय भन्ने गाउँदेखि 20 किलोमिटर भित्र घनघोर जंगलमा। यो जंगलले प्रकृतिको सुन्दर रंग देखाउँछ, जहाँ नदी, जमिन र पानीको मिश्रण छ। यो जंगलले आफूभित्र धेरै रहस्य लुकाएको छ। यो हो सुन्दरवन, दुनियाँको सबैभन्दा ठूलो मेनग्रोभ फरेस्ट, जुन वेस्ट बेंगलको तथ्य क्षेत्रमा पर्छ र यो जंगल 10,000 वर्ग किलोमिटरमा फैलिएको छ। 60% बांग्लादेशमा र 40% भारतको पश्चिम बेंगलमा पर्छ। भारतमा मात्रै चाहिँ यो 4,200 वर्ग किलोमिटरमा फैलिएको छ, जुन मध्ये आधा हिस्सा पानीले घेरेको छ। सुन्दरवन रोयल बेंगल टाइगरको चाहिँ घरै हो, लगायत यहाँ धेरै प्रकारका जंगली जीव जन्तुहरू पनि पाइन्छन्। अब म यो जंगलभित्र पस्दैछु प्रकृतिको सुन्दर र रहस्यमय दुनियाँ देखाउनका लागि, र यो मेरो व्यक्तिगत यात्रा हो जसमा म र मेरा केही साथीहरू यो जंगलको भित्र पस्नेछौँ। त्यो रुख भेट्न यहाँबाट जानुपर्ने हुन्छ। कति टाढा पर्छ भने आधी किलोमिटर जाउँ न त नि। जुन यहाँको लोकल मान्छेहरूको एउटा वनदेवी भन्ने भगवान छ, या त वनदेवी हाम्रो भने जस्तै, त्यस्तै भगवानको पुज्ने जग्गा चाहिँ यहाँदेखि लगभग आधी किलोमिटर माथि कुनै जंगलमा भेटिन्छ अरे। तर अलमोस्ट रोड चाहिँ एउटै छैन, केही बुझिँदैन। के हो जुको? कस्तो खालको जुको? लामा खालको सानो खालको? खै यताको जंगलमा पाउने होला। बाटो भन्नु भने यो जग्गाको चाहिँ जंगल घारीले घेरेर केही नै नदेखिने बनाएको छ। यो काटेर त कहिले पुग्नु र भाइ? एकछिन त लाग्दो भने कति बेर लाग्छ काट्न। यस्तो खालको रुखलाई अथवा यही रुखलाई चाहिँ वनबिबी भन्छन् यहाँको स्थानीय मान्छेहरूले, किनकि उनीहरूले हर इयर एकचोटि आएर यो रुखलाई पूजा गर्छन् ताकि उनीहरूको घरमा आउने रोग व्याध यस्तोहरू काटियोस्। अनि यसको आसपास फोहोर गर्न पनि मना छ, न पिसाबहरू गर्न, केही गर्न मना छ। किनकि गाउँलेहरूले भनेको चाहिँ अगर बाइचान्स बाई मिस्टेकले गर्यो भने सापे, प्यारालाइज्ड हुने अनेक थरीको हुन सक्छ भन्ने भन्दै थिए। पाखिरालय सुन्दरवनको एउटा गाउँ हो जहाँको मान्छेहरूले वनबिबीलाई पूजा गर्छन्, यानी यो रुखलाई। पाखिरालय यो गाउँको नाम धेरै इन्ट्रेस्टिङ छ। यसको मतलब चाहिँ हो प्लेस अफ बर्ड, यानी चराहरूको जग्गा। यो रुखको नाम वनबिबी चाहिँ यहाँको स्थानीय मान्छेहरूले राखेको हो, जसले यो रुखलाई पूजा गर्छन्। यहाँको मान्छेको हिसाबले वनबिबी सुन्दरवनकी देवी हुन्,
जसले यहाँको मान्छेलाई बाघ र अन्य खतरासँग बचाउँछिन्। बनबिबीको एक्चुअल स्टोरी जान्न मन छ भने चाहिँ जङ्गलनामामा पाइन्छ, जहाँ उनको डिभाइन जन्म र शक्तिको वर्णना गरेको छ। अनि इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने यहाँको बनबिबीलाई हिन्दू र मुस्लिम दुईटै धर्मका मान्छेले पूजा गर्छन्। यसले गर्दा यहाँको एकदमै डिफ्रेन्ट संस्कृति देखिन्छ। जंगलमा पस्नु अगाडि यहाँको मान्छेहरूले बनबिबीलाई प्रार्थना गर्छन्। स्पेशली यहाँ धेरै मान्छेहरू दाउरा काटेर मौरीको मह काटेर आफ्नो जीवन चलाउँछन्। 5 देखि 10 जनाको ग्रुप बनाएर मौरीको मह काट्नका लागि जान्छन्। जानु अगाडि बनबिबीलाई प्रार्थना गर्छन् र आफ्नो दुःखको कहानी स्मरण गर्छन् ताकि जंगलमा केही खतरा नहोस् भनेर। र यिनीहरूले आफ्नो तिहारमा बनबिबीको कथा भन्ने गर्छन् ताकि उनीहरूको परम्परा बरकरार रहोस् भनेर। अगर यसको एक्ज्याक्ट लोकेसन भन्नु भने चाहिँ यो बे अफ बेङ्गलमा पर्छ, जुन चाहिँ साना साना आइल्यान्डहरू मिलेर बनिएको एउटा टापु हो। उनीहरूको लोकल पूजा गर्ने ठाउँको त्यहाँनिर तामुलको रुखै उम्रेको रहेछ। रुखहरू दुईटा मिलेर एउटा बनिएको छ। अनि यहाँनिर सायद मैले प्लास्टिकको गिलासहरू पनि देखिरहेको थिएँ। यो पुरानो पुरानो प्लास्टिकको बोतल, यो प्लास्टिकको बोतल, यो यहाँ पनि आएर मैला गर्न भ्याएको छन् मान्छेले। यहाँ धागो, रातो धागो बानेको छ यहाँ खै ए हो भनेपछि यहाँ कसले न कसले चाहिँ पूजा चाहिँ गरेको थियो, एकखेप न एकखेप त्यही त। यहाँ एक्लै एउटा तामुल हुनको कारण चाहिँ के हुन आउँछ नि, पूजा गर्दा फेरि तामुलहरू पूजा राख्छन् नि, फ्याँकिदिन्छन् पछाडि। यो त्यही गाछ भएको छ यो छेउमा हुन्थ्यो भने चाहिँ टक्क यसलाई निकालेर गएर आफ्नो बगानमा गएर गाडिदियो। यो जग्गाको चाहिँ अहिले खास बात भन्नुपर्दा धेरै अँध्यारो छ अनि मच्छिटे आउँछ कि एकदमै मच्छिट र चाहिँ घर रहेछ। सायद जङ्गलको जति भित्र पस्दै गइन्छ त्यति मच्छिटहरू भेटिँदैन होला, या त जुकाहरू पनि भेटिँदैन होला। तर अर्को डर चाहिँ के छ भने यहाँनिर साँप पनि एकदमै डरलाग्दो चिज हो यहाँको लागि, किनकि अहिले आज घाम लागेको अरे, स्पेसली यस्तो घाम लागेको बेलामा यताउँदै निस्किन सक्छन्। यो जङ्गल अघि हामीहरूले आउँदै काटेको, किनकि उनीहरूले त सायद 1 वर्ष अगाडि मात्रै यो बनदेवीको पूजा गर्न आएका थिए होला। 1 वर्ष कि कति भयो, तामुल सामुल त देखिँदै थियो, तर बाटो चाहिँ एकदमै फक्टब पुरै पुरिएकै छ। यताको बाटोहरू चाहिँ जङ्गलहरू चाहिँ सिमिलर नर्थ इस्टको जङ्गलहरू जस्तै नै हुन्छ, बस यहाँकोमा किराहरू बेसी। यहाँको स्थानीय मान्छेहरूले रुखहरू गाउँको छेउछाउको काट्दा रहेनछन्। अगर पुलिसले फरेस्टरले थाहा पाउँछ भनेर होला, यिनीहरू रुख काट्नका लागि जङ्गलको पनि बिचमा आउँदो रहेछन्। यस्तो जग्गामा आउँदा रुखहरू काटेको, मान्छेको खाना खाएको प्लास्टिकहरू के छ यस्तोमा। कता होला यहाँदेखि कमसेकम तिम्रो 1.5 किलोमिटर अगाडि जानुपर्छ। त्यहाँ खोला छ? कसले बोजूले भनेको? को बोजू हो? अघि हामी बाटोमा आउँदा त्यहाँ खाना रोकिनौँ, ओके समोसाहरू खाना गएर रोकिनौँ। पुरा चिलाउँछ, किराहरूले टोक्छ भन्दै थियो। मैले ज्याकेट लगाएर जान्छु भनेर ज्याकेट त ल्याएँ, तर यहाँनिर ज्याकेट लाउन सक्ने अवस्था हुँदैन। नर्मल हिँड्दैखेरि यस्तो पसिना आउँछ, अनि एक त किराहरूको झमेला अर्कोतिर। यत्रो जङ्गलभित्र दाउरा चौरहरूले प्रपर बाटो बनाएको छ। आधी जङ्गल हामीहरू यसरी आयौँ कि केही नै छैन जस्तो, काठहरू काटेर लाँदो रहेछन्। एकदमै नजदिक भनेर आएको अरे, थेट एकछिन अलिकति साह्रो पर्छ भन्दै थियो। त्यहाँको लोकलहरू चाहिँ हिँड्नमा चाहिँ मान्नुपर्ने रहेछ। प्राखिर लायो कि प्राखिर लायो भने के गाउँको मान्छेहरूले
बाँकीको 2 जना हिँड्नै सकेको छैन अझै। बस 5 मिनट हिँडेपछि खोला भेटिन्छ अनि बसौँ ल, आइज। इन्ट्रेस्टिङ ट्रेजर हन्ट भनेर चाहिँ हिँडेको अरे भ्यान्छ त्यता। हातहरू सबै काट्यो यो पाखुराहरू। पानीको आवाज सुन्यो तिमीले? त्यही भएर त पानी भेटियो भनेको त। चिसो पानी घटघट 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 पाइन्छ। ठिक्क यतापट्टिबाट आवाज आउँदैछ कि यहाँको मान्छेहरूको भनाइमा चाहिँ जिन्दगी नलाग्नु पर्ने रहेछ। आधी किलोमिटर हिँडेपछि के भेटिन्छ त्यसो दिइरहेको छु। लगातार 1 देखि 1.5 घन्टा हिँडे पछाडि घाममा घाँटी सुकाउँदै हामीहरूले फाइनली खोला भेटियो जहाँको पानी सानी पिउनुहुन्छ र यो पानी एकदमै सेफै हो भनेर भनेका छन्। मान्छे त यहाँ नाकको बराबर कोही नै आउँदैन। सबै पिल्स्यो यो जग्गाहरू। वनबिबी यानि वनदेवी, हाम्रो चाहिँ वनदेवी, यिनीहरूको चाहिँ वनबिबी भन्दो रहेछ हो। तिनीहरूलाई चाहिँ यिनीहरूले जङ्गलको रक्षक मान्छन्, यिनीहरूको मान्ना त्यो रहेछ। अनि सो वनदेवीको त्यो पूजाहरू गरिसके पछाडि चाहिँ फेरि कति किलोमिटर दूर हिँडेर आए पछाडि यो खोला भेट्दो रहेछ क्या। अनि समथिङ के हुँदो हो, यिनीहरूको पनि यहाँ पनि रिचुअल्सहरू हुन्छ अरे। हाम्रो वर्षमा एकखेप चाहिँ त्यहाँनिर डुङसुक हुने गरेको छ हो। अनि डुङसुक भन्दा मतलब स्विच गेटबाट पानी छोडिदिन्छ। अनि पानी जहाँबाट छोड्छ त्यसको पछाडिपट्टि चाहिँ ठुलो ठुलो ढुङ्गाको तल चाहिँ त्यो माछाहरू बसेका हुन्छन्, हिले माछा। मलाई पनि लाग्यो कि त्यो हिले माछा जस्तो केही भेटिन्छ भनेर हात हालेँ त्यहाँभित्र। हात हाल्दाखेरि चिप्लो चिप्लो जस्तो लाग्यो हिले नि त। त्यो शरीरमा अब कुनै पनि माछाको शरीरमा छोड्यो भने कस्तो लाग्छ एउटा, होइन? चिप्लो चिप्लो धरेर तान्ने भएको त यति लामो साँप सलल निस्क्यो हो। आत्तेर यस्तो फ्याँकेर कुद्ने भयो। म पनि त्यहाँ मान्छेहरू पनि हाँस। नदियाँ बहता सोना सारन, ओ जंगल का दिल इतना ही सन, ओ पंछियों का गीत शबा, ओ हवा तू ले जा सुंदरबन, ओ सुंदरबन, सुंदरबन, ओ सुंदरबन। नदियाँ बहता सोना सारन, ओ जंगल का दिल इतना ही सन, सुंदरबन, ओ सुंदरबन। हामीहरू खासमा चाहिँ मेनग्रोभ फरेस्ट हेर्नका लागि भनेर यो गाउँदेखि लोकल अथोरिटिजको पर्मिसन लिएर यो जङ्गलमा पसेको। तर अब मेनग्रोभ फरेस्ट भेट्न त कहाँ हो, यस्तो साह्रो घारी जङ्गल छ। यो लोकल्सले बनाएको जङ्गलहरू काटेर बनाएको बाटो, यो एकदम दामी बाटो जुन लोकल्स आजा गर्छन्, त्यो पनि यस्तो खालको छ जहाँ सुकै माकुराको जालो जे सुकै। सो मेनग्रोभ फरेस्ट त हेरिँदैन, तर आफूलाई जिउँदो राख्नु छ यहाँबाट जाने। सुकै यस्तो खालको। अनि यो पानी त छ, के खालको पानी छ, मैला नाला जस्तो। रोड चाहिँ बनाएका छन्, यो दाउरा चोर्नेहरूले बनाएको होला। जङ्गल त सकिदिएको रहेछ नि यार यो साइडको त। तर फेरि भिलेजको छेउछाउ कत्रो घनघोर जङ्गल देखिन्छ। भित्र आइसके पछाडि चाहिँ भित्रभित्र यसरी सबै लगिसकेको छ। हिँडे 20 मिनट्स भइसक्यो होला। केही आउँदैन पनि केही जाँदैन पनि, यही बाटो हो कि? यो सबै दाउराको लागि लगेका। उनीहरूको जीविकै यस्तो दाउराहरू बेचेर चल्छ। यसरी सुसिला मारेर चाहिँ नेपालीको पुर्खाहरूले हावालाई बोलाउँथे अरे क्या।
भाइ हामीहरूले खासमा तिनीहरूलाई भेटिएन अनि जग्गा पनि भेटिएन भने चाहिँ के गर्ने रे? तम्बु तानेर बस्नुपर्ने खालको हुन्छ। कति बेर हिँडिसकिस्? 2 घन्टा हिँडेकै 2 घन्टा भइसक्यो तर न केही भेटिन्छ हेर यही हो मेनग्रोभ। अब हामीहरूले रियल मेनग्रोभ भेट्न त उही हो। हामी यहाँदेखि अब सिधै घर जान्छौँ, कतै पनि मेनग्रोभहरू हेर्दैनौँ न। बरु यो हालत हुनुभन्दा चाहिँ घर गएकै हो राम्रो। सुन्दरवन जतिलाई पनि आउन मन छ, या घुम्न मन छ, त्यो इच्छालाई इच्छा नै राखेको राम्रो। किनकि यहाँ आयो भने यति कष्ट छ। पहिला त गाउँलेले भनिदिन्छ बेसी छैन टाढा, उति गएर पानी भेट्छ भन्छ। तर त्यो उति चाहिँ तिनीहरूको लागि मात्रै हुन्छ, हामीहरूको लागि त्यो जति टाढा चिज केही हुँदैन। खुट्टा पिल्स्यो र शेष त्यसमाथि बल्ल 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 एउटा खोला भेट्यो। अनि अहिले घर घुर्दाखेरि त्यो पहिलाको बाटो त एकदमै खराब थियो, खोलाको बाटो अलिक इजी हुन्छ पनि भनेको थियो पहिला जाँदा पनि। सो खोलाको बाटो आएको, यो बाटो हो कि होइन वी डोन्ट नो, अहिलेसम्म चाहिँ थाहा छैन यो कुन बाटो हो भन्ने। हिँडेको 2-3 घन्टादेखि हिँडिरहेको छौँ, स्टिल केही भेटिँदैन। न त अहिले त साथीहरू पनि भेटिँदैन। कति टाढा हो, घाम पनि अस्ताउनु आँटिसक्यो। छिट्टो से छिटो हामीहरूले बाटो यही हो भन्ने पत्ता लगायो भने चाहिँ मजा आउँछ। यस्तो यो जङ्गलभित्र चाहिँ केले गड्डा बनायो रे? कि पानीले नै हो कि त? पानी यहाँबाट बगेर आएर तर ठुलो गड्डा बनाएको छ। यहाँनिर अगाडिपट्टि सुकौरो छ, डाँडा छ यस्तो खालको। यसो यहाँ पानी यसरी रसाएर दामी पानी निस्किँदो रहेछ खाना हुने लायक। यहाँका बासिन्दाहरू बङ्गाली समुदायका मान्छे बेसी छन्। उनीहरूको दैनिक जीवन नदी, खाडी र जङ्गलसँग जोडिएको छ। पुरुषहरू बिहानै माछा मार्न, जाल हान्न या जङ्गलमा मह काट्नका लागि जाने गरेका छन्। अनि महिलाहरू घरकै काम गर्छन्, तरकारी खेती या पर्यटकलाई सेवा। यहाँका बालबालिकाहरू चाहिँ स्थानीय स्कुलमा पढ्दा रहेछन्, तर शिक्षा र स्वास्थ्य सुविधा धेरै नै सीमित छ। टुरिस्टहरूले गर्दा अहिले चाहिँ होमस्टेमा थाप आम्दानी हुन थालेको छ। सुन्दरवनका मान्छेहरूले धेरै समस्याको पनि सामना गर्छन्। सबैभन्दा ठुलो समस्या चाहिँ जनावरहरूको खतरा। बाघले हर साल दर्जनौं मान्छेहरूलाई आक्रमण गर्छ, जसले गर्दा जीवन धेरै जोखिमपूर्ण पनि छ। क्लाइमेट चेन्जले समुद्री सतह बढिराखेको छ, जसले गर्दा टापुहरू डुब्ने खतरा पनि छ। खेतीबाडीहरू नष्ट भइरहेको पनि छ। जङ्गलमा मह काट्न, जाल हान्न वन अधिकारीहरूले पाबन्दी लगाएको छन्, जसले गर्दा वैकल्पिक रोजगारको कमी छ। स्वास्थ्य सेवा, बिजुली र यातायातको अभावले दैनिक जीवन धेरै कठोर भए जस्तो चाहिँ मलाई पनि लाग्यो। गरिबी र शिक्षाको कमीले पनि उनीहरूलाई अलिक पछाडि चाहिँ पारेको छ। सुन्दरवनले मानिसहरूलाई धेरै फाइदा पनि दिएको छ। नदी र जङ्गलबाट माछा, गङ्गटा र मह जस्तो प्राकृतिक स्रोतले मुख्य आम्दानी दिन्छ, जसको बजारमा राम्रो मूल्य पनि छ। धेरै मान्छेहरूले राम्रो तरिकाले पोल्ट्री फार्मिङ र एग्रिकल्चर राम्रोसित गरेका पनि छन्। यहाँका मान्छेहरूले मुख्य रूपमा गाई, भैँसी, बाख्रा, भेडा र कुखुरा पाल्छन्। यी जनावरहरू दुध, मासु र अण्डाको लागि प्रयोग हुन्छ। खेतीको कामको लागि गाई र भैँसी प्रयोग हुन्छ, तर नुनिलो पानीले गर्दा चाहिँ चर्ने भूमि धेरै नै सीमित छ। यो ठाउँमा पोल्ट्री फार्मिङ लोकप्रिय छ, किनकि यो थोरै ठाउँमा गर्न सकिन्छ र प्रोटिनको आवश्यकता पनि पूरा गर्छ। सरकार र एनजिओहरूले यी जनावरहरूको संरक्षण र बिक्रीको लागि सहयोग गर्छ, जसले उनीहरूलाई धेरै फाइदा हुन्छ। सुन्दरवनलाई मात्रै होइन, समस्या सबैतिर छ। कहिले दुःख त कहिले सुख, दुःख पछाडि सुख या त सुख पछाडि दुःख। यो सबै हाम्रो जीवनको पार्ट हो। हामी यी सबै एक्सपिरियन्स लिन सिक्नुपर्छ, किनकि यो हाम्रो जीवनको पार्ट हो।
हौस् त, धन्यवाद, नमस्ते।